नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म चाहिँ दिनभरि पानी परेकोले हल्का अहिले चाहिँ पानी रोकेको छ, त्यही भएर म चाहिँ इभिनिङ वकको लागि निस्केको छु। आज चाहिँ मेरो छुट्टी हो अनि हजुरहरूकोतिर कस्तो छ? एकदमै धेरै पोखरामा चाहिँ आज दिनभरि पानी परेको छ। वेदर चाहिँ यस्तो छ, एकदमै धेरैभन्दा धेरै हुस्सु लागिरहेको छ अनि हावाहुरी आइरहेको छ। हजुरहरूकोतिर कस्तो छ? अनि म चाहिँ अहिले बेलुका साँझमा इभिनिङ वक गर्दैछु साथीहरू। अनि हजुरहरूकोतिर चाहिँ कस्तो छ मौसम? हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरूले कहाँ भन्नुहुन्छ भने यो चाहिँ पोखराको वसुन्धरा पार्क हो। अनि यहाँ मेरो आमाले बरपिपलहरू रोप्नु भएको छ। काठमाडौँबाट आएर मेरो आमाले चाहिँ बरपिपलहरू रोप्नु भएको छ। म बरपिपल हेर्दै म चाहिँ यहाँ इभिनिङ वक गर्दैछु साथीहरू। अनि हजुरहरूले यो पोखराको फेवाताल पनि देख्न सक्नुहुन्छ ब्याक साइडमा। हजुरहरू कति त पोखरा आइसक्नु भएको होला, कति चाहिँ आउन बाँकी छ भने हजुरहरू पनि आएर यो वसुन्धरा पार्कतिर एकदमै रमाइलो छ साथीहरू। हजुरहरू घुम्न नभुल्नु होला। अनि मेरो भिडियोलाई चाहिँ हजुरहरूले अन्तिमसम्म हेरेर लाइक, सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। यहाँ चाहिँ धेरै ठाउँबाट धेरै घुम्न आउनुहुन्छ अनि यता घुम्नुहुन्छ अनि एकदमै रमणीय ठाउँ छ। हामी चाहिँ धेरै वर्ष भयो पोखरामा बसोबास गरेको। हामी चाहिँ 7 इयर्स भएको छ पोखरामा बसेको। अनि मेरो आमाको पिपल चाहिँ यस्तो छ। अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ स्वामीको बोट अनि यो चाहिँ बरको बोट हो। आमाले पनि धेरै मेहनत परिश्रम गरेर काठमाडौँबाट आएर पोखरामा यहाँ बिरुवा रोप्नु भएको छ। धेरैजनाले चाहिँ यहाँ बिरुवा रोप्नुहुन्छ बाहिरबाट आएरै। यहाँ चाहिँ सानो पिपलको बोट छ। यहाँ चाहिँ भर्खर पलाइराखेको छ अनि कसैले आमाको यो पिपललाई भाँच दिनुभयो, सो भर्खर पलाउँदैछ। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, सेयर अनि सब्सक्राइब गर्न पनि नभुल्नु होला। अनि यता चाहिँ चाइनिज रेस्टुरेन्ट हो यो। अनि यता चाहिँ काश्मीरबाट आउनुभएको उहाँको पसल हो। हाम्रोतिर चाहिँ यस्तै छ। बाई बाई।